भोगटे जस्तो भुक्क फुलेर अहंकारीहरू भनिरहेका छन्। उल्टै हामीलाई देश जलाएको जिम्मा लिनु पर्दैन, क्रान्तिको जिम्मा हाम्रो भयो, शहीदहरूको सपनाको जिम्मा पनि हाम्रो भयो र भोलि हामी सरकारमा पुग्दै गर्दाखेरि न्याय निरूपण गर्ने जिम्मा पनि हाम्रो भयो। तर यो देशमा मचिएको शासन, भ्रष्टाचार, अपराध, विद्रोह, नरसंहार र हत्याको जिम्मा उनीहरूले लिनुपर्छ कि पर्दैन? भाद्र 23 र 24 का दिन आखिर गोली कसले चलाएको थियो? गोली चलाउने आदेश कसले दिएको थियो? दोषीलाई अहिलेसम्म कारवाही किन भएको छैन? भाद्र 23 र 24 का दिन जुन आन्दोलन युवा पुस्ता, जेनजी युवा पुस्ताले नेतृत्व लिनु भएको आन्दोलन भएको थियो, त्यसको दोषी को हो? जो कोहीले पनि अनुमान लगाउन सक्छ। चुपचाप घण्टीमा छाप हानेर हामीलाई बहुमतको सरकारमा पुर्याउनु पर्नेछ। मतदानको जन आन्दोलनको सुरुवात गरेका छौं जुन घण्टीमय भइसकेको छ।